आज चाहिँ 12 क्लासको अन्तिम दिन हामीलाई बिदाई गर्दै हुनुहुन्छ 11 को हाम्रो भाइ बहिनीहरूले। अनि सो त्यसको उपलक्ष्यमा चाहिँ मैले सानो भ्लग बनाउने कोसिस गरेको छु साथीहरू। हेरौँ अब हाम्रो कोसिस कतिको सक्सेस हुन्छ प्लिज। र आज को रुने हो हैन, को कता पुग्ने हो आजदेखि थाहा छैन। आजदेखि हाम्रो स्कुल पनि लाग्दैन, मतलब लास्ट दिन आज कम्प्युटर साइन्सहरुको चाहिँ लाग्छ होला। उयो के परे के भन्छ उयो ट्युसनहरु चाहिँ हुन्छ होला, हाम्रो चाहिँ लाग्दैन। सो आज यति नै हो। भरे कोही रुए भने म जोडेर देखाइदिन्छु। आज चाहिँ हाम्रो बिदाई रहेको छ हैन। अनि यतापट्टिको साइडको सबैजना चाहिँ 11 को अनि यताको चाहिँ हामी 12 को हो। सबै बिदाई नै एक्ज्याक्टली चाहिँ होइन, किनकि हामी त एउटै ठाउँको भेट भइबस्छ है। स्कुलमा खालि 12 मा अब यहाँ स्कुल क्लासभित्र चाहिँ एज अ स्टुडेन्ट चाहिँ र टिचर हुँदैन, तर एक खालको सम्बन्ध त छँदैछ नि त। त्यसको लागि मात्रै यो फेयरवेल गरेको चाहिँ। अब क्लासमा बस्दाखेरि एउटा कुरा म चाहिँ अघि नै सरले पनि भन्नुहुँदै थियो, गाली गरियो, कहिले त हट पनि गर्यो होला, पिन्च पनि गर्यो होला है। तर त्यो चाहिँ खालि आज बिदाई भयो। बिदाई भएर घर फर्किँदैछौँ, घर पुग्नु आँटिसक्यौँ हामी। अनि हैन खाजामा चाहिँ के खायो भन। उयो केटीले त खाइन खाजा पनि। तिनीहरूले चाहिँ पुरी सब्जी खाए रे, मैले चाहिँ के खाएँ थाहा छ? पुरी सब्जी पनि खाएँ, अनि थुक्पा पनि खाएँ, अनि पानीपुरी, अनि ब्याम्बो रोल पनि खाएँ। अस्मिताले चाहिँ लोभ गरेर लुकाएर त्यत्तिकै राखिरहेको छु त्यहीँनिर होइन। त्यही भएर ज्यान पनि नलागेको यस्तो सिकुटी चाहिँ। यति नै भन्न चाहन्छु। बाई बाई, हस्त धन्यवाद।